सबैजनालाई नमस्कार छ। आज जुन 6 तारिक आज मेरो पब्लिक होलिडे निकै आज ईदको अवसरमा आज मलाई छुट्टी दिएको छ र आज रुममा छु। फुर्सद छ समय र अब हामी रुमदेखि बाहिर निस्किँदैछौँ। बङ्गाली मार्केटमा जाँदैछौँ। बङ्गाली मार्केटमा केही किनमेलको लागि हामी जाँदैछौँ। कृपया भिडियो अन्त्यसम्म मेरो साथ दिनुहोला। त्यहाँको बस्ती स्थिति बारेमा सबै विस्तृत रूपमा जानकारी मैले भिडियो मार्फत देखाउन खोजिरहेको छु र मेरो यो नयाँपन हो र केही कुराहरू सिक्दैछु र केही भिडियोहरू फुर्सदको समयमा बनाऊँ कि भनेर तपाईँहरू बिचमा एउटा सानो भिडियो गराएको छु। कृपया अन्तिमसम्म नछुट्याएर हेरेर साथ दिनुहोला। जस्तोको लागि त्यस्तै सल्लाह सुझाव दिनुहोला। अब बाँकी तपाईँहरू माझमा यो भिडियो देखाउन चाहन्छु। के ट्राफिक जामलाई छिटोल्दै गल्ली गल्ली पार गर्दै म यतिखेर झोलासोला बोकेर बङ्गाली मार्केटमा आइपुगेको छु, जहाँ किनमेलको लागि आइपुगेको छु र अन्य दिनहरूभन्दा हिजो निकै नै भिडभाड रहेको छ। भिडभाड हुनुको मुख्य कारण सबै प्रायः जसो कम्पनीमा ईदको अवसरमा छुट्टी दिएका कारण सबै साथीहरू यहाँ आइपुग्नु भएको रहेछ। किनमेलको लागि सबै आफ्नो ठाउँमा किनमेलका लागि व्यस्त हुनुहुन्छ। देख्न सक्नुहुन्छ ताजा ताजा फ्रेस तरकारी, फलफुलहरू, खाद्यान्न सामग्रीहरू पाउन सकिन्छ। हामीले देख्न सक्छौँ यहाँ निकै नै भिडभाड छ। सबै आफ्नो ठाउँमा व्यस्त हुनुहुन्छ र हामी पनि तरकारी खोज्दै गयौँ र जहाँ जहाँ फ्रेस पाइन्छ त्यति हामी पुग्यौँ र हामीले एक हप्तासम्मको लागि सामान लिनको लागि हामी आइपुगेका हौँ र अन्य दिन फुर्सद हुँदैन र आज छुट्टीको दिन भएका कारण हामी आइपुगेका हौँ। यहाँ गेमहरू जस्तै पुल हाउस, धेरै मात्रामा पुल हाउस र क्यारम बोर्ड, त्यसरी लिएर हात्ती फुटबल लगायतका गेमहरूको व्यवस्था रहेछ। यहाँ हात्ती फुटबल खेलिरहनु भएको छ, क्यारम बोर्ड पनि खेलिरहनु भएको छ। हामीले खेल्न चाहेको थियौँ र हामीले पाल्न पाएनौँ। त्यहाँबाट फर्क्यौँ र हामीलाई सेको चाहिएको थियो। सेको पसलतिर पुग्यौँ र सेको अर्डर गऱ्यौँ। कुखुराको सेको लिएर हामी फर्क्यौँ र हामी पानीपुरी पसलतिर पनि पुग्यौँ।